दर्शकबिन बोराभात यहाँ आज पनि उस्तै छ बोराभात। तपाईलाई चाहिँ यहाँनेरि अहिले बोराभातको विषयमा चाहिँ धेरै साथीहरूले टिकटक अथवा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चाहिँ बोराभातको विषयमा फन्नी भिडियोहरू बनाएर अथवा कोही छैन बोराभातको सक्यो भनेर उहाँहरूले चाहिँ यहाँको भिडियो बनाइराख्नु भएको छ। तर म तपाईलाई यहाँको प्रत्यक्ष भिडियो देखाइरहेको छु। अहिले यहाँ बोट चढ्नेहरू तपाईको प्रशस्त देख्न सकिन्छ। त्यो सूर्यास्त भइरहेको छ। यहाँ पनि हेर्नु न आजको माहौल पनि यस्तो छ। यहाँनिर आज पनि 200-400 मान्छेहरू बोराभातमा आइ नै रहनु भएको छ। यहाँ बोट चढ्नका लागि, टिकटक भिडियोहरू बनाउनको लागि, रिल्सहरू बनाउनको लागि, सामाजिक सञ्जालमा विभिन्न लागि आइराख्नु भएको छ। एकदमै ल यहाँनिर चाहिँ अब मान्छेले तपाईलाई भ्रम गराउनको लागि बोराभातको विषयमा चाहिँ खालको भनौँ गलत मेसेज चाहिँ फैलाइरहेको अवस्था छ र तपाईलाई मैले यो देखाउनको लागि अहिले यहाँ आएको छु। र यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ यहाँनिर अहिले यतिको भिड छ। अहिले यो अफ टाइम हो। आज शनिबार पनि होइन, त्यही पनि यो सूर्यास्त हेर्दै रमाउनेहरू सङ्ख्याहरू कम छैन। यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ यसरी रमाइरहेको यो बोराभातमा काठको ढुङ्गा चढ्नेहरू, जेरबोट चढ्नेहरूको यो रमाइलो छ। तर तपाईहरूलाई एकदमै अहिले यहाँनिर चाहिँ सामाजिक सञ्जालमा बोराभातको विषयमा चाहिँ नराम्रो अथवा गलत मेसेजहरू अफवाहहरू फैलाइरहेको छ, त्यो होइन। तपाईँ यहाँ देख्न सक्नुहुन्छ यहाँको माहौल, यहाँ कस्तो छ त माहौल। तपाईँ यहाँ प्रत्यक्ष अहिले देखिरहनु भएको छ। यहाँनिर यो खालको अवस्था छ। यहाँनिर रमाइरहनु भएको छ उहाँहरू। पानी चाहिँ अलिकति बढेको छ यो सप्तकोशी यो बोराभातमा। तर पनि रमाउनेहरू मैले चाहिँ यहाँनिर बसहरू, स्कुलका बसहरू, विभिन्न पर्यटकहरू, पर्यटक भ्रमणमा निस्केका तपाईँको चाहिँ गाडीहरू, विभिन्न तीर्थालु भक्तजनहरू पनि यहाँ आएर यो बोराभातमा रमाइरहनु भएको छ। यसरी यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ फोटोग्राफरहरू अझै जस्तो थियो त्यस्तै पहिलेको माहौलमै छ। अहिले पनि यहाँनिर फोटो खिच्ने माहौल यो बोराभातमा। बोराभातको क्रेज एकदमै भनौँ लगभग 8 महिना भइसकेको छ। 8 महिनामा पनि यो खालको माहौल छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा यो भिड छ। यहाँनिर यो छ बोराभातको माहौल। फोटो खिच्नेहरू बोराभातमा धेरै ठाउँबाट आइराख्नु भएको छ। यहाँनिर हाम्रो बहिनीहरू पनि फोटो खिचिरहनु भएको छ। कहाँबाट तपाईँहरू? यहीँबाट हो? कुन ठाउँ? यहीँ हो। ए ल हाम्रो बहिनीहरू पनि रमाइरहनु भएको छ। यसरी यो बोराभातको टुरिज्म एकदमै जारी छ। तर यहाँनिर तपाईँहरू भ्रममा नपर्नु होला। यो जे छ बोराभात जारी छ, एकदमै 8 महिनादेखि निरन्तर छ बोराभातको। तपाईँ पनि छुट्नुभयो भने कृपया आउनुहोला समय मिलाएर। बोराभातको यो सूर्यास्तको एउटा गन्तव्य, सूर्यास्त हेर्नको लागि परिवार साथीभाइ आफन्त आउनुहोला। यहाँलाई मैले निमन्त्रण गर्दै म अहिले यहाँसँग बिदा माग्छु है त।